स्वर्गभन्दा कम छैन ठाउँ है। बाटो जस्तो छ, राम्रै छ अहिले बाटो छ। 1 घन्टा 15 मिनट हिँड्दा चाहिँ आइपुग्दो रहेछ। कति टाढा छ यस्तो राति चढाइ हुँदैछ। उत्तर बग्ने खोला है यो चाहिँ। बिहानको 3 बजे हाम्रो सबै पूजाहरू सम्पन्न भयो। केही पानी धरि खाएको छैन अहिलेसम्म हामीले। सो फ्रेन्ड्स होइन, आजको यो भिडियोमा चाहिँ हामी चाहिँ जाँदैछौँ ठुलो पाथिभरा। र ठुलो पाथिभरा जानुभन्दा पहिला चाहिँ यहाँ यसरी सानो पाथिभराको पहिला दर्शन गरेर चाहिँ जाने चलन छ होइन। ठुलो पाथिभरा जानेछौँ, हेरौँ कति टाइम लाग्ने रहेछ। यही बाइकमा जाने हो हामी। फुल ट्याङ्की तेल गरेर आएको छौँ लयरमै। त अब 7 बजे यहाँनिर कति टाइम लाग्ने रहेछ हामी पुग्दाखेरि। 8 बजीसक्दा चाहिँ हामी यहाँ सानो पाथिभरामा आइपुग्यौँ। भनेको सानो पाथिभरामा हामी टक्क दर्शन गर्ने हो। दर्शन गर्न जाने भित्र। अब भित्र मोबाइल चलाउनु मिल्दैन होला, मिल्दैन। जुत्ता खोलेर अब यहाँनिर गर्न जाने। अनि यहाँको दर्शन गरेर हामी चाहिँ अब यहाँ होटलमा चाहिँ पानी सानी खाने। थुक्पा, भेज थुक्पा है, भेज पुरै भेज आइटम मात्रै खाएर जाने हो। यहाँको यो थुक्पा र मोमो चाहिँ एकदम बबाल। एउटाले भन्छ भातै नखाँदा हुन्छ भन्छ, उताहरू त भात नखाने अरे। यो माइखोला यहाँ आइपुग्दा भनेको हामी ठ्याक्कै 9:50 भएछ। चारालीबाट 7 बजी हिँडेको, यहाँ आइपुग्दा है ठ्याक्कै 9:50 भयो। पुल भनेको जस्तै छ। टक्क यो पुल चढेर जाने हो। तरेर अब अलि निन्द्रा लाग्नु खोज्दैछ कि एकछिन खाएर अब सिधै पाथिभरै पुग्ने हो हामी। 11 बज्न लागेको छ। हामी चाहिँ यहाँ पुवा खोला आइपुग्यौँ। एकछिन यहाँ बाइक रेस्ट गराउने, पानी सानी खाने गर्ने। त्यहाँबाट अब फेरि हामी लाग्नेछौँ। अहिले चाहिँ दिउँसोको ठ्याक्कै 12 बजिसकेको छ। हामी चाहिँ यहाँ राकेमा आइपुगेछौँ। राकेमा यति साह्रो गर्मी फर्स्ट टाइम देखेको। यस्तो घाम चरक्क चर्किरहेछ होइन राकेमा। यस्तो साह्रो गर्मी। आज 12 बजेर पनि होला हौ दिउँसोको ठ्याक्कै। हामी चाहिँ राकेदेखि ठ्याक्कै 1 घन्टामा यहाँ आइपुग्यौँ। यहाँबाट फिदिम चाहिँ बबाल देखिन्छ। यो चाहिँ हो फिदिम बजार। यस्तो छ यहाँ माथिबाट यस्तो दामी देखिन्छ। यो फुटबल ग्राउन्ड पनि देखेको छ। यहाँबाट यो बाटो हुँदै तल 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 हुँदै उयो बाटो हुँदै 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 तल झर्ने हो फिदिम बजार। यस्तै हो। अब 1 बजे चाहिँ अब यहाँ फिदिम लगभग नजिक आइपुग्यो। अब यहाँबाट 10 मिनटमा त तल झरिसकिन्छ। त्यहाँबाट अझै छ हाम्रो यो माथि माथि माथिको डाँडाहरू। यो माथि माथिको डाँडा जानुपर्ने छ। कालो 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 चढ्दै चढ्दै कस्तो तातो हावा चलेको। झागा होला बढी हावा तातो हावा चल्दै आज। यो चाहिँ हेवा खोला होइन। यता बाटो काम भइरहेछ। यता ड्राइभरहरूको चाहिँ मुटु चाहिँ मान्नुपर्छ। यस्तोमा काम गरिरहेछ केटाहरू। ल गाइसहरू होइन, यतिखेर चाहिँ 5 बज्न लागेको छ। 4:52 भइसक्यो। हामी चाहिँ कावेरी खोलामा आइपुग्यौँ। अब हामी सिधै यहाँबाट उकालो उकालो लाग्नेछौँ। उत्तर बग्ने खोला है यो चाहिँ। 5 बज्न लागेको छ। 4:53 भयो। 5 बज्न है। अब हेरौँ हामी कति बजी पुग्छौँ। त्यहाँबाट सुकेटारदेखि सानो फेदीसम्म पुग्नुपर्छ। त्यहाँबाट ठुलो फेदी हिँडेर ल त। ल यतिखेर चाहिँ 5:37 भइसकेको छ। हामी चाहिँ ठिक्क यतिखेर ताप्लेजुङ। त्यहाँ 5:37 ताप्लेजुङ आयो। ताप्लेजुङबाट फेरि माथि सुकेटार। अब कति बजी पुग्छौँ हेरौँ है त। ल सुकेटारमा चाहिँ मैले अलिकति भिडियो गर्नु बिर्सेँ कि। सुकेटारबाट यहाँ हिँडेको 10 मिनट भयो। ठ्याक्कै 6 बजे सुकेटारबाट हिँडेको। यहाँ 6:09 भयो। बाटो जस्तो छ, राम्रै छ अहिले बाटो छ। पानी नपर्दा त ठिकै रहेछ होइन। पानी नपर्दा भनेको ठिकै छ, गाडी जान्छ। राति त यहाँ गाडीहरू कुद्नु सबै डराउँछ अरे। अस्ति लाइन कहाँ गाडीमा सड्यो अरे। त्यो ठाउँ पुग्दै अब हामी जान्छौँ। ल भिडियोलाई हेर्दै गर्नुहोस्। अब त्यो ठाउँ पनि कहाँ गाडी जलेर बसेको छ अरे त्यहाँ। त्यस्तो ठाउँ हुँदै जाँदैछौँ हामी। भर्खर 6:10 भयो यहाँ होइन। ल अब हामी कति बजी पुग्ने रहेछौँ। हामी चाहिँ अलमोस्ट आधी जति बाटो आइसक्यौँ। आधी बाटो आइपुग्दाखेरि त्यो अस्ति हादसा भएको ठाउँ चाहिँ यहाँ रहेछ। यो ट्याक्सीमा रहेछ हादसा भएको ठाउँ चाहिँ। यस्तो रहेछ। छेउबाट खिच्न अलिक डर लाग्यो, त्यही भएर टाढा आएर खिचेको। यस्तो छ नि अब बाटो यस्तो छ। ठिकै छ, त्यस्तो खासै त छैन अप्ठ्यारो। अब हेरौँ कति बजी पुगिन्छ। 6:22 भयो होइन। कति बजी पुगिन्छ। यतिखेर 6:46 चाहिँ हामी आइपुग्यौँ। बाइक चाहिँ यहाँ राखेर डन्डा सन्डा लिएर अब लाग्ने हो कालो अँध्यारो 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 उकालो उकालो लाग्ने हो।
रेडी हिँड्नलाई रेडी रेडी जय माता दी राति चढ्दैछौँ 7 बजे तर मान्छे चढ्नै हुँदो रहेछ म हिँडेर चढ्ने त्यो कति डर सर कि गरेर 7:15 भयो आधी घन्टा चढ्दा आधीसम्म आइपुग्यो अझै छ कति छ गछ मान्छे त टन्नै छ पानी पर्न थाल्यो त फेरि पानी पर्दैछ फेरि हो चढ्ने हो फाइनली यार यहाँनिर आयो हालतै पत्ला गर्ने पसिना आएर कसरी आइपुग्यो होला आम्मामा रुम पनि त्यस्तो छ यार ओडा जस्तो छ रुम यस्तो पाइयो ल ठिक छ जस रुम पाइयो पानी पर्दैछ माथि मुटुको धड्कनै डुक 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 उफ्रिँदैछ त्यस्तो साह्रो परेन माताको आशीर्वाद भयो त्यो साह्रो चाहिँ नपर्ने त्यो आयो आनन्दले अब भोलि यहाँबाट फेरि भोलि त त्यति धेरै भारी हुँदैन नि त सामानहरू यहाँ आधी छोडेर गइन्छ अब गएर भात खाने हो तल अनि हट्टै सुत्ने हो अहिले यहाँनिर आइपुग्दा चाहिँ ठ्याक्कै 8 बज्यो भने चाहिँ 6:45 हिँडेको 8 बजे आइपुग्यो भने चाहिँ कति 1 घन्टा 15 मिनट हिँड्दा चाहिँ आइपुग्दो रहेछ त्यो पनि फटाफट हिँडेको नि तर हिँड्नु चाहिँ साह्रो मजा आउँदो रहेछ त्यो सबैजना हुने होइन रमाइलो गरेर ल यहाँ चाहिँ खाना खान आयो अब भेज खाना खाने यस्तो जाडो म पुरा जाडो भयो लास्ट जाडो रहेछ ज्याकेट स्याकेट नलाइकन आएको त जाडो त अनि बरफ छ त यहाँ हात धुको त बरफ जस्तो भयो त 8 बजिसक्यो अब 8:15मा खाना खाने ड्याम्मै सुतिहाल्ने ल अब जाडोमा जस्तो त भात खान लाग्यो यी दालसँग दाल भात के छ गुन्द्रुक पापड हरियो साग आलुको भाजी भात खाएर फेरि कुट्टीमा आयो कुट्टी जस्तो छ ठाउँ पनि यहाँ सुत्नुपर्ने यस्तो अब मजाले सुत्ने हो भोलि बिहान 2 बजीतिर उठ्दा हुने रहेछ बिहानको 3 बजे लाग्यो अब मुख मात्रै धोएर नुहाउनु सकेन जाडोले उकालो अब कति 2 घन्टा लाग्छ होला माथि चढ्नलाई अब यस्तो राति चढाइ हुँदैछ 3:15-20 भयो होला यस्तो अन्धकारमा चढाइ हुँदैछ जय पाथिभरा माथा गलेर ब्यागबुक मान्छे तर टन्नै हुने कति डर सर चाहिँ हुँदैन यति राति हिँड्दा पनि हेर्नु अब कति बजी पुगिन्छ हामी चाहिँ अलमोस्ट आधी हिँडिसकेको छौँ अहिले चाहिँ 3:55 भयो 4 बज्न लाग्यो आधी हिँडिसकेको बाटो जस्तो उकालो अँध्यारोमा कस्तो छ त हिँडाइ चन्द्रमा धरि यो लेभलमा देखिन्छ भनेपछि कति उकालो रहेछ त्यहाँ तलबाट माथि हेर्नुपर्छ यहाँ चाहिँ सेम अगाडि यो चाहिँ 5 बजिसक्यो अब चाहिँ हामी पुग्न लाग्यौँ यहाँ यत्रो मान्छे छ नि यहाँनिर टन्नै अब चाहिँ आइपुग्नु लाग्यो है माताको कृपाले लगभग 2 घन्टा 10 मिनट हिँडेर आइयो पाथिभरा कति हुँदैछ गलेपछि छ झन् गरिन्छ अब त आइयो यहाँबाट माथि जानुपर्छ पूजा गर्नु मान्छेहरू निक्लिँदैछन् पूजा गरेर स्वर्गभन्दा कम छैन ठाउँ है त्यो आउने बित्तिकै भोक लागिरहेको थियो सब भोक प्यास सब हरायो अब चाहिँ मेन पूजा गर्ने ठाउँ आइपुग्यो ठ्याक्कै यहाँ आइपुग्दा 5:30 भयो अब यहाँनिर चाहिँ जुत्ताहरू खोलेर घाम पूजाको हेर्नु त यहाँ पो आउनु पर्दैछ त यो हो नि त अन्तिममा के आउँछ अन्तिमभन्दा दामी आउँछ यहाँ ठ्याक्कै 2टा पहाडको बिचमा ठ्याक्कै 6:30 भइसकेपछि हाम्रो सबै पूजाहरू सम्पन्न भयो यस्तो भिडाभिड छ आज ल दियो त्यो सबै अब यहाँ बाल्दिउँ अनि तेल लाएर सबै बाल्दिउँ ल आजको अवस्था यस्तो छ मुकुलुङको अवस्था पाथिभरा मुकुलुङको दर्शन पनि सक्यो अब चाहिँ हामी लाग्दैछौँ बिहानको 7 बजी चाहिँ यस्तो भिड छ होइन अब यहाँबाट हामी हिँड्दाखेरि कति बजी पुग्ने रहेछ हेर्दै गरौँ है त अब तर ओह्रालो त छिटो हिँड्छ उकालो जस्तो टाइम लाग्दैन मौसम चाहिँ राम्रो छ घाम लागेर अघि त हात नचलेर भएको थियो जस धेरै आनन्द छ त्यो सबै हाल्यो सामान अघि ब्यागमा ठ्याक्क 7 बजेको छ होइन 7 बजे यहाँबाट हिँड्दाखेरि ओह्रालो केही पानी धरि खाएको छैन अहिलेसम्म हामीले त्यस्तो तरिकाले आएको छौँ मिर्जी यहाँ अब तल अब यहाँ खाने तर अब पूजा गरिसक्यो
तल झरेर पानी सानी खाने गर्ने ठाउँ चाहिँ मौसम चाहिँ आज यस्तो घाम लाग्यो यति राम्रो होला नि काली गुराँस चाहिँ काली गुराँस भइसकेको रहेछ अब सकियो अब चाहिँ हामी आइपुग्न लाग्यौँ यहाँबाट चाहिँ हिँड्नै सकेको छैन हिँड्नु नसकेर यहाँनिर ढिलो भइरहेछ ल हामी चाहिँ ठ्याक्कै 7 बजे 8:30 बजी 1.5 घन्टामा आइपुग्यो यहाँ दोस्रो फेदी यहाँ भात खाने के गर्ने यहाँबाट कतिखेर पुग्ने हो तल फेरि तल्लो फेदी पनि पुग्नु छ चाहिँ ल माथितिर त सबै ओइलाइसकेको यहाँ चाहिँ कस्तो राम्रो है माथितिर सबै ओइलाइन्छ त डाँडै रातो सेतो यतिखेर चाहिँ ठ्याक्कै 9:45 भएको छ हामी दोस्रो फेदीबाट चाहिँ अब फेरि झर्दैछौँ तल कति लाग्ला यहाँबाट आधी घन्टा 1 घन्टा अनि त्यहाँबाट सिधै फेरि बाइक लिएर सानो फेदीदेखि एकैचोटि टाढो पुग्नुपर्ने छ बाइकमा बस्नु पाए चाहिँ आनन्द हुन्छ भनेको अब आधी घन्टा हिँडेन यो ठाउँबाट हामी आएको अहिले कति टाढा छ यस्तो टाढाबाट नि आउनुपर्छ चाहिँ तल झर्नु यताहरू त मजा आउँदैछ हिँड्नु अब आउनु लाग्यो तलको फेदी अब लगभग 15-20 मिनट त पुग्नुपर्ने यतिकै हिँड्यो भने हामी अघि कतिमा हिँडेको उता 9:46 मा हिँडेको नि यहाँ 10:46 भयो 1 घन्टा ठ्याक्कै 1 घन्टा 1 घन्टामा झरेछ बाटो चाहिँ खतमै छैन ठाउँ चाहिँ राम्रो छ ठाउँमा यस्तो छ तर स्कुटी पनि आइरहेछ स्कुटी पनि आउनु सक्छ भनेपछि बाटो त्यस्तो नराम्रो त नभनौँ 11 बजी सानो फेदीबाट हिँडेर ठ्याक्क 11:30 बजी चाहिँ हामी यहाँ एयरपोर्ट आइपुग्यौँ सुकुटारको एयरपोर्ट कस्तो पुरानो ठाउँको रहेछ अरे अब धेरैको प्रश्न होला होइन पाथिभरा मन्दिर चाहिँ कहाँ भनेर होइन सिम्पल लाग्छ होला मान्छेलाई त्यही हिँडेर गइहाल्छ नि तर हो यो बाटो छ नि यो बाटोदेखि गएर तपाईँ सिधै यो पहाड भएर अनि यो पहाड हो क्या तपाईँ जाने चाहिँ पाथिभरा यसको टपमा हो यो टप यो देखेको टप यसको टप हो पाथिभरा यसको टप माथि छ पाथिभरा कति घन्टा हिँड्नुपर्छ आफै सोच्नु सो हामी चाहिँ पाथिभरा माताको कृपाले सही सलामत घर फर्क्यौँ आजको यो भिडियोमा यति नै थ्याङ्क्स फर वाचिङ गाइस